nepalnews.com. News from Nepal as it happens. विद्यार्थीहरूले विदेशी दाताहरूले दिएको सहयोग दुरुपयोग हुने गरेको बताएका छन्। सोमबार काठमाडौँमा भएको समानता, शान्ति र विकासका लागि नागरिक अभियानद्वारा आयोजना गरिएको अन्तर्क्रिया कार्यक्रममा सहभागी युवा विद्यार्थीहरूले यस्तो आरोप लगाएका हुन्। विश्वविद्यालयका विद्यार्थीहरूको संसद अभियान र नागरिक अभियानको संयुक्त आयोजनामा भएको कार्यक्रममा सरकार एवं विभिन्न गैर सरकारी संस्थाहरूले दिने रकम केन्द्रमा नै दुरुपयोग हुने गरेको दावी गरे। कार्यक्रममा बोल्दै विश्वविद्यालयमा विद्यार्थीहरूको संसदकी नेता भ्यालेन्टिका घिमिरेले देश विकासको लागि युवाहरूलाई सक्रिय पार्नुपर्ने, सम्पूर्ण विकास निर्माणको योजना कार्यक्रमको परिचालनमा उनीहरूको भूमिका बढाउनु पर्ने बताउनुभयो। हामीसँग स्रोत साधन भए पनि हामीलाई जहिले गरिब देखाएर तिमीहरूले ल्याएर खाएको पैसा चाहिँ अब खान पाउँदैनौ, अब हामी सचेत भइसक्यौँ, अब हामी मार्फत तिमीहरू खर्च गर। देशका युवा हामी टियुले प्रति वर्ष 6000 बेरोजगार उत्पादन गर्छ। त्यो त बेरोजगार उत्पादन गर्ने फ्याक्ट्री नै भयो। अब यो फ्याक्ट्रीलाई त हामीले बेरोजगार उत्पादन बन्द गरेर हामीले रोजगार उत्पादन गरेर फ्याक्ट्री बनाउनु पर्छ। कार्यक्रममा समानता र शान्ति विकासको लागि नागरिक अभियानका अगुवा डाक्टर तीर्थराज लुइटेले युवाहरूलाई सक्रिय बनाउनु, देश विकासमा सेवा पुर्याउनु नै अभियानको उद्देश्य रहेको बताउनुभयो। उहाँले दात्री राष्ट्रले दिने गरेको सहयोग केही हिस्सा मात्र गाउँमा पुग्ने, धेरै गोष्ठी र सेमिनारहरूमा हराउने हुँदा यसलाई खबरदारी गर्नको लागि युवामा जनचेतना जगाउन यस प्रकारका कार्यक्रम देशभर नै सञ्चालन गरिने जानकारी दिनुभयो। विद्यार्थीहरूलाई चाहिँ प्रत्येक कलेजमा 500 भन्दा बढी संख्याको एउटा विद्यार्थी संसद गठन गर्छौं। त्यो विद्यार्थी संसदमा सबै प्रकारका सबै आस्थाका विद्यार्थीहरू आउँछन्। ती विद्यार्थीहरूलाई चाहिँ हामीले आफ्नो गाविसलाई कसरी आधुनिक विकसित र औद्योगिक गाविस बनाउने भनेर डिटेल प्रोजेक्ट रिपोर्टहरू सिकाउँछौँ। त्यो डिटेल प्रोजेक्ट रिपोर्ट सिकाइसकेपछि हामीले विभिन्न स्रोतहरूमा एप्रोच गर्छौँ। एप्रोच त पिसफुल्ली नै हुन्छ र हामीले पाउने स्रोत साधन उपलब्ध गराउनको लागि कानुनी र राजनीतिक अधिकारहरूलाई प्रयोग गर्छौँ र त्यो पैसा हाम्रो नाममा आएको छ नि हामीले नि प्रयोग गर्न पाउनुपर्छ, युवाहरूले नि त्यो पैसा प्रयोग गर्नुपर्छ। समानता, शान्ति र विकासका लागि नागरिक अभियानले गरेको नेपाल विकासमा विद्यार्थीको सहभागिता विषयक अन्तर्क्रिया कार्यक्रम सम्बन्धी समाचार यति नै। nepalnews.com. News from Nepal as it happens.